뭐요? 뭐요? 저 맞아 꼬워. 사람들 꼬워. 너안 꼬워. दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। सदाका जस्तै आज पनि नयाँ ताजा समाचारको साथमा फलोअप रिपोर्ट सँगै उपस्थित भइसकेका छौं। कृपया यो भिडियोलाई अन्त्यसम्म हेरी हामीलाई साथ दिनुहोला। दर्शकबिन तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी साथमा आउने बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला। दर्शकबिन अब भने मुख्य समाचार। विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादले कांग्रेसमा लियो उग्र रूप। झडप हुने खतराले कांग्रेस पार्टी कार्यालय सानेपामा सुरक्षाकर्मी तैनाथ, पार्टी कार्यालय जलाइदिने दिए चेतावनी। नेपाली कांग्रेस र एमाले नजिकिएपछि निर्वाचन सार्ने षड्यन्त्र हुँदैछ। केपी शर्मा ओलीको आरोप। मधुरोमाथि मार्क्सवादी गुरिल्लाहरूसँग मिलेर अमेरिकामा कोकिङ तस्करी गरेको आरोप। बादलको संयोजकत्वमा एमालेले गठन गर्यो निर्वाचन परिचालन कमिटी। चितवनमा गैंडाको आक्रमणबाट एकजनाको ज्यान गयो। शीतलहर बोराले झ्याल ढाकेर पठन पाठन गर्दै विद्यार्थी। यस्ता छन् ओलीको जाजुज आयोगमा दिएका लिखित बयानका मुख्य 6 बुँदाहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै। रासपामा 25,000 तिर्दै उम्मेद्वार बन्न चाहनेहरूको लर्को। हर्क साम्पाङलाई भने उम्मेद्वार भेटाउने हम्मे कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने विषयमा प्रचण्ड र माधव नेपाल बीच भेटवार्ता। रासपासँग डराएर कांग्रेस एमाले र माओवादीले गर्दैछन् यसरी चुनावी तालमेलको गृह कार्य। चुनावमा तालमेल समेत गर्ने गरी कांग्रेससँग उच्च स्तरको समझदारी कायम गर्छौ। महेश बस्नेत। एमाले बनायो ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा समिति। कांग्रेसको कार्यालय अगाडि विशेष महाधिवेशन पक्षधरहरूको प्रदर्शन। झडप हुने खतराले कांग्रेस पार्टी कार्यालय सानेपामा सुरक्षाकर्मी तैनाथ। शेखर कोइराला भन्छन् विशेष महाधिवेशन केन्द्रीय समितिले नै आह्वान गर्नुपर्छ। कांग्रेसमा विशेष महाधिवेशनको पक्षधरको तयारी तीव्र। सत्ताबाट विस्थापित भएपछि आफूले राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गर्ने प्रयत्नमा केपी शर्मा ओली। सरकार र विदेशी शक्ति मिलेर निर्वाचन सार्ने षड्यन्त्र गर्दैछ भन्दै केपी शर्मा ओलीले लगाए यस्तो आरोप। तर आफ्नै नेताहरू धाइरहेका छन् दिल्ली। बालेन रवि र कुलमान लक्षित ओलीको टिप्पणी दागी, असक्षम र भ्रष्टहरू एक ठाउँमा आए। विशेष महाधिवेशन विधान अनुसार माग भएको हो, यसको औचित्य छैन भन्न मिल्दैन। डाक्टर रिलास संग्रौला। सरकार र विदेशी शक्ति आफै चुनाव सार्ने षड्यन्त्र गरिरहेका छन्। केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको उम्मेद्वार चयनमा केन्द्रित हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासपा ओलीपछि प्रचण्डसँग भेट्दै कांग्रेसका नेताहरू। कांग्रेस एमाले र माओवादी मिलेर अगाडि बढे सबैभन्दा घातक हुने जिकिर। कांग्रेसको विशेष महाधिवेशन अपरिहार्य छ। रक्षा बम। नारायणी किनारामा एक सिंगे दुर्लभ गैंडाको प्रतीक प्रजनन दृश्य। विद्यालयमा आधारित विपद जोखिम न्यूनीकरणको स्रोत केन्द्र स्थापना। नेपाली कांग्रेस भित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको कारणले विवाद बढेपछि झडप हुने खतरा उत्पन्न भएपछि सानेपा स्थित पार्टी कार्यालयमा परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मंगलबार पार्टीको कार्य सम्पादन समितिको बैठक सुरु हुनु पूर्व कार्यकर्ताहरूको भिड बाक्लिएपछि सुरक्षा कर्मीहरूले संख्या बढाएको जिकिर गरिएको छ। उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा राखेका छन्। उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको अवस्था देखिएको छ। यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि निरन्तर दबाव र धम्की दिँदै संसद पुनर्स्थापना हुन नदिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य थप चुनौतीपूर्ण बन्दै गएको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दावी गरेका छन्। यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिँदै उनले प्रत्येक तहमा युवाहरूको सक्रिय परिचालन आवश्यकता रहेको बताए। टोल टोलमा नेशनल युथ भोलिन्टियर्स फोर्स गठन गर्दै निर्वाचनको तयारी आन्दोलनको मैदानबाट सुरु गर्नुपर्ने उनले स्पष्ट धारणा राखेका छन्। अध्यक्ष ओलीले कतिपय व्यक्तिहरू नियतवश विनाशकारी भूमिकामा उत्रिएको तथा केही स्वार्थ बोकेर ठगी भ्रष्टाचार र वैदेशिक शक्तिको दलिलमा संलग्न भएको आरोप समेत लगाएका छन्। विकासको नाममा विदेशी एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले दाग लागेको र असक्षम व्यक्तिहरूलाई योजनाबद्ध रूपमा एकत्रित गरिएको टिप्पणी गरेका छन्। तर नेपाली जनताले देशभक्ति र राष्ट्रियताको भावना बलियो भएको कारणले बंगलादेशमा भदौ 23 र 24 गतेको भएको घटनालाई नेपालमा महान उपलब्धि भनेर दावी गर्ने साहस उनीहरूले गर्न नसकेको ओलीको भनाइरहेको छ। अन्ततः देश ध्वंस बनाउने कामको जिम्मेवारी उनीहरूले लिनुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन्।
उता नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिएका छन्। आज पार्टीका नेताहरूसँग भएको भेटमा उनले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर आगामी 6 माघपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसालले बताएका छन्। नेता कोइरालाले सबैको भावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको बताएका छन्। कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि उनले जोड दिएका छन्। नेत्री भुसालको अनुसार अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशनलाई चुनावी घोषणाको रूपमा रूपान्तरण गरेर निर्वाचनमा जानुपर्ने जोड दिएका थिए। नेता कोइरालालाई भेट्न चीन काजी श्रेष्ठ, डिला संग्रौला, रामजनक चौधरी, उदय शमशेर राणा, अर्जुन जोशी लगायत केन्द्रीय सदस्यहरू उनको सम्पर्क कार्यालयमा पुगेका थिए। सत्ताबाट विस्थापित भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गर्दै जनताको सहानुभूति बटुल्ने प्रयास गरेका छन्। मंगलबार पार्टी सचिवालयको बैठकमा उनले पछिल्लो समय एक भइरहेका नयाँ दल र समूहप्रति टिप्पणी गर्दै आफूले राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिएको छ। बैठकमा सहभागी नेताहरूको अनुसार ओलीले विकासको नाममा एनजीओ डोनरको एजेन्डा बोकेर आउने राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने गरी विभिन्न दाग लागेकाहरू एक ठाउँमा जम्मा भइरहेको तर्क गरेका छन्। कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उभिएका छन् भने कतिपयले स्वार्थ बोकेर ठगी भ्रष्टाचार र वैदेशिक शक्तिको दलिलमा संलग्न भएका छन्। विकासको नाममा एनजीओ डोनरहरूको योजना बोकेर आउने राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र असक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ उनले आरोप लगाएका छन्। ओलीले भदौ 23 र 24 गतेको जेनजी आन्दोलनमा लाग्नेहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको बताउँदै उनले कांग्रेस र एमाले नजिकै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफ्नै निर्वाचन सार्ने षड्यन्त्रमा लागेको पनि उनले आरोप लगाएका छन्। ओलीले भने देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन। एमाले र कांग्रेस नजिकै गएपछि सरकार र केही विदेशी शक्तिहरूले आफ्नो निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर षड्यन्त्र गर्ने गरिरहेको उनले दावी गरेका छन्। यस्तै उनले ओलीले बैठकमा सर्वोच्च अदालतका न्यायाधीशमाथि धम्की दिने र संसद पुनर्स्थापना हुन नदिने दबाव कायम दिने काम गरिरहेको आरोप समेत लगाएका छन्। केही दिन अगाडिसम्म निर्वाचन हुँदैन, संसद पुनर्स्थापना हुन्छ भनेर हुंकार छोड्ने केपी शर्मा ओलीले अहिले आफूले राष्ट्रवादी देखाउने प्रयास तीव्रताका साथ गरिरहेका छन्। त्यस्तै सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका 10,000 भन्दा बढी मुद्दाको मिसिल तयार पारिएको छ। सर्वोच्चमा रहेका कुल 24,000 मुद्दाको मिसिल मध्ये गत 24 भदौमा जेनजी आन्दोलनको क्रममा 20,000 मिसिल आगलागीमा परेर जलेको थियो। 4,000 मिसिल मात्रै आगलागीबाट जोगिएको थियो। सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुष 21 गतेसम्म सेवा अग्राहित संस्था महाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरू मध्ये 10,340 मुद्दाको मिसिल तयार पारिएको छ। सर्वोच्च अदालतले जलेको मुद्दामा मिसिलहरू महाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षसँग उपलब्ध गराउन आग्रह गरेको, सोही अनुसार मुद्दाहरू मिसिलहरू संलग्न गर्ने काम भइराखेको छ। कांग्रेस नेपाली कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला पन्तले विशेष महाधिवेशन विधान अनुसार माग भएकाले यसको औचित्य छैन भन्न नमिल्ने बताएका छन्। त्यसैले पार्टीभित्र देखा परेका विवादलाई समाधान गरेर जानुपर्ने उनले बताइन्। उनी सहित कांग्रेसका 30 केन्द्रीय सदस्यले आज नेता शेखर कोइरालालाई भेटेका थिए। उक्त भेटमा भएको कुराबारे जानकारी दिँदै केन्द्रीय सदस्य डिला संग्रौला पन्तले भनिन्, विशेष महाधिवेशन विधान अनुसार माग भएको यसैको औचित्य छैन भन्न मिल्दैन। पुष 18 गतेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य छैन भन्दै बहुमतका आधारमा वैशाखमा 15औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेपछि कांग्रेसमा मतभेद बढेको छ। चुनाव आएको छ, नेतृत्व अधिवेशन गर्न नसके पनि संकल्प वा नीति अधिवेशन रूपान्तरण गर्न सकिन्छ उनले भनिन्। पार्टीभित्र एकता हुनुपर्छ, वैकल्पिक शक्ति आउने तर कांग्रेस कमजोर हुने कुरा कुनै हालतमा पनि सही हुँदैन। पार्टीभित्र विवाद समाधान गर्नुपर्छ भनेर हामीले शीर्ष नेतालाई भेटेर भनिरहेका छौं। उनका अनुसार प्रतिनिधि सभा निर्वाचन पार्टीले कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका छन्। महासमिति बैठकले कसैसँग पनि गठबन्धन नगर्ने भनेकाले अब चुनावमा गठबन्धन गर्न नहुने उनको भनाइ रहेको छ। समानुपातिक उम्मेद्वार बनाउँदा वा केही त्रुटि देखा परेकोले सच्याएर जानुपर्ने उनले जोड दिएकी छन्। उता राष्ट्रिय स्वतन्त्र पार्टी रासपा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेद्वार चयनमा केन्द्रित हुँदै यसका लागि रासपाले आज सचिवालयको बैठक समेत राखेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार रासपाको सचिवालय बैठक दिउँसो 2 बजे बस्दैछ। उक्त बैठकमा छलफलका 10 वटा कार्यसूची रहेका छन्। कार्यसूचीको पहिलो नम्बरमा प्रतिनिधि
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दिने अन्तिम मिति तय गर्ने विषय छ। साथै उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने लगायतका कार्यसूची समेत रहेका छन्। प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको समय आगामी माघ 6 गतेको लागि तय भएको छ। समानुपातिक तर्फको बन्द सूची दलहरूले निर्वाचन आयोगमा बुझाइसकेका छन्। 275 संसदीय प्रतिनिधि सभामा 110 जना समानुपातिक निर्वाचन प्रणालीबाट 165 जना प्रत्यक्ष निर्वाचित प्रणाली मार्फत निर्वाचित हुन्छन्। समानुपातिक तर्फको बन्द सूची उप त्रुटि सच्याउने समय छ। दलहरूले यही पुष 21 देखि 27 गतेसम्म त्रुटि सच्याउने समय पाएका छन्। उम्मेदवारी फिर्ता लिने चाहनेहरू पुष 28 गतेको समय मागिएको छ। राष्ट्रपतिले समानुपातिक तर्फको उम्मेदवारको परिचालनको विषयमा समेत सचिवालयको बैठकमा छलफल गर्दैछ। पार्टीको प्रवक्ता झाका अनुसार आज बस्ने सचिवालय बैठकमा समानुपातिक उम्मेदवारको पहिचान र कार्यविधि र निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँग आबद्ध मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। हिजो बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री कार्कीले दलसँग आबद्ध भइसकेका मन्त्रीहरूले परिस्थितिको मूल्याङ्कन गरी आफै निर्णय गर्नुपर्ने संकेत गरेकी छन्। प्रधानमन्त्रीले कुनै मन्त्रीलाई व्यक्तिगत रूपमा नाम लिएर नभने पनि दलसँग आबद्ध भएकाहरूले बुझेर कदम चाल्नुपर्ने बताएको स्रोतले जनाएको छ। हाल ऊर्जा मन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका उपसभापति कुलमान घिसिङ तथा केन्द्रीय सदस्य बब्लु गुप्ता खेलकुद मन्त्री छन्। यस्तै सञ्चार मन्त्री जगदीश खरेल पनि ललितपुर क्षेत्र नम्बर 2 बाट राष्ट्रसभाको तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ। यद्यपि उनी हालसम्म कुनै दलसँग औपचारिक रूपमा आबद्ध छैनन्। कार्की नेतृत्वको सरकार गैर दलीय सरकार हो। यस्तै अवस्थामा राष्ट्रपतिसँग आबद्ध भइसकेको घिसिङ र गुप्ता मन्त्री पदमै कायम रहनु उचित नभएको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ। प्रधानमन्त्री निकट स्रोतले हामीसँग भन्यो, प्रधानमन्त्रीज्यूले चुनावमा उम्मेद्वार बन्ने मन्त्रीहरूले आफै सोचेर निर्णय गर्नुहोला भन्नुभएको छ। सम्भवतः कुलमानजी र बब्लुजीले मन्त्री पदबाट राजीनामा दिनुहुनेछ उनले बताएका छन्। विराटनगरको उद्योगी व्यवसायी तेजुलाल कर्णले आफू मोरङ 4 बाट प्रत्यक्षमा चुनाव लड्ने भन्दै फेसबुकमा प्रचार सुरु गरेका छन्। उनले चुनाव लड्नका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभामा 25,000 रुपियाँ शुल्क तिरेर निवेदन दिइसकेको अवस्था देखिएको छ। तर उता बालेन शाह रवि लामिछाने कुलमान घिसिङको तर्फबाट चुनाव लड्ने लड्को लागिरहँदा हर्क साम्पाङ भने उम्मेद्वार खोज्दै ठिक्क बनेको छ। हर्क साम्पाङले उम्मेद्वार नपाउँदा अहिलेसम्म कसलाई उठाउने भन्ने टुङ्गो नलागेको र विभिन्न व्यक्तिहरूलाई मन्त्री बनाउन र सांसद बनाउन चाहन्छु भन्दै निर्वाचनको प्रचार प्रसार फेसबुकबाट बिहानदेखि बेलुकासम्म गरिराखेको अवस्था देखिएको छ। नेपाली कांग्रेसका 30 जना केन्द्रीय सदस्यहरूले नेता शेखर कोइरालालाई भेटेका छन्। चुनावअघि महाधिवेशनको पक्षमा उभिएका सभापति शेरबहादुर देउवा पक्षका 30 जना केन्द्रीय सदस्यहरूले नेता कोइरालासँग आज बिहान 2.5 घण्टा कुराकानी गरेका हुन्। पार्टीभित्र देखा परेको विवाद समाधान गर्ने विषयमा अग्रसरता लिन उनीहरूले कोइरालालाई आग्रह गरेका थिए। केन्द्रीय कार्य सम्पादन समितिको पुष 28 गतेको बैठकले बहुमतका आधारमा वैशाखमा महाधिवेशन सारेपछि महामन्त्री द्वय लगायत 5 जना नेताहरूले फरक मत राखेका थिए। नेता कोइरालाले बहुमतको निर्णय मान्न आफू बाध्य भएको बताए पनि फरक मत राखेको थिएनन्। उनी विशेष महाधिवेशन पक्षमा पनि खुलेका छैनन्। केन्द्रीय कार्य समितिले सर्वसम्मत रूपमा निर्णय गरेर विशेष महाधिवेशन गर्न सक्ने भने बताएका